आज डे 2 अन्त बिहान तातो पानी र कफी खाएर हिँडेको छ। बेलुका राति चाहिँ 11 बजीतिर पुग्यो। यसरी गाह्रो भयो। लैनी भन्ने ठाउँमा लैनीको उकालो एकछिनमा आइपुग्छ। सरहरू चाहिँ अगाडि हिँड्न आउँछ है। अब हामी जाने बाटो चाहिँ यता डाँडा छ है। करिब 1-1.5 घन्टाको चाहिँ ठाडो उकालो छ। माथि गएर तल गइरहेको छु उकालोमा। गाह्रो छ। हामीले जानुपर्ने ऊ माथि खच्चर देखिहाल्ने त्यही लास्ट उकालो थियो। फाइनल चाहिँ त्यहाँ हुन्छ। सरहरू हिँड्नुपर्छ खै खै। गाह्रो त्यस्तो भयो। पसिना पसिना गाह्रो छ। लैनीको उकालोमा हरे बिजय भइरहेको छ। दोस्रो दिन गाह्रो छ। यसरी उकालो छ। तल यस्तो गाई छ खोला। अहिले चाहिँ यो ठ्याक्कै लैनीको लास्ट स्टेप हो। यहाँबाट चाहिँ तल छ यस्तो तल मान्छेहरू देखिरहेछ। घुमेर सिधै ठाडो गरेर आउँछ। अब यो चाहिँ लास्ट स्टेप हो। लैनीको उकालो सकिन्छ अब। ट्रेकिङ मजा भइरहेछ। अलि गाह्रो भयो हिजो बेलुका चाहिँ। अहिले बिहान बिहान फर्स्ट आवरमा यो उकालो काट्नु पाइयो। त्यही खुसी लाग्छ। यही गाइस खोला। यहाँबाट यसरी हिँडेरै उठाएर बाटो बनाइएको छ। फाइनल्ली लैनीको उकालो काटियो। डे दिन फर्स्ट करिब 9 बजीतिर आउँछ भन्छ। टावर चाहिँ 9 बजी आउँछ भन्छ कि 8-7 भनेपछि त्यहाँबाट सरी पुग्यो। चारैतिर हिमाल छ। यता नि हिमाल छ। यहाँबाट आएको बेस आयो होइन। यहाँ हिउँ अलिअलि बिलाउन बाँकी रहेछ यसरी। अनि हामी चाहिँ त्यहाँबाट आएको। तल घर छ त्यहाँबाट आएको। यसो खाएन भाइ। अगाडि चाहिँ यसरी सर्पको सेपको चित्र बनेको पहाडमा। खाने अहिले हामी चाहिँ नाउरपानीको नजिकै छौँ। जस हिजोको थकानले गर्दा हिँड्न सकिएको छैन पनि। सरहरू अगाडि गइसक्नुभयो। अब हामी चाहिँ 5-6 जना छौँ। रेडी भइरहेछ। खानपिन पनि खाइयो होइन। मजाले
ल आमाहरू अब भिडियोमा आउने अब हस् हस् धन्यवाद है खाना मिठो खुवाउनु भयो धन्यवाद है तपाईँहरूले हस् हस् हजुर माथि सिसोलसम्म गाह्रो हो सिसोल पुग्यो भने गाडीमा जान्छ मजाले जान्छ है हस् 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 ल है ल ए नन्दहर ल हामी चाहिँ अहिले नगरपानीबाट अगाडि बढ्यौँ माथि लेकतिर चाहिँ टन्नै हिउँ परिरहेछ हामी चाहिँ आज सिसोलसम्म पुग्ने भन्ने हो सिसोलबाट गाडी भेट्यो भने हो जाने भने हो गाह्रो छ सामान पुर्याएर आयो अहिले कहाँबाट आउनु सिसोलबाट बाटो हाम्रो तल झरेको सिद्धो भ्याङ्गर चाहिँ अहिले ठ्याक्कै नगरपानी र तोलतोलको बिचमा छौँ माथि लेकतिर हिउँ परिरहेछ यतातिर चाहिँ हावा चलिरहेछ होइन यात्रा आज भएसम्म धो पुग्ने भन्ने हो सिसोलबाट गाडी पायो भने के हुन्छ हेरौँ फ्यामिलीबाट आज कन्ट्याक्टलेस भएको करिब 24 घन्टा पुग्न लागिसक्यो हामी चाहिँ अहिले ठ्याक्कै यो तोलतोल भन्ने ठाउँमा पुग्न लाग्यो होइन यहाँ गाह्रो छ सास फेर्नै गाह्रो होला जस्तो भइसक्यो होइन यता हाम्रो बाटो छोडिन्छ टोटो ल्याउनु पनि आइरहेछ सँगसँगै हामी सिसोल पुग्ने भने उसले फास्ट हिँड्ने छ यहाँ बाटो यस्तो छ गाइस बाटोको कन्डिसन यसरी गर्छ तल सिधै खोला देखिराख्नु भयो होला यस्तो बाटो त्यो चाहिँ तोलतोल पुग्ने बेलाको बाटो है गाइस सिधै तल छ स्टे ट्युन बाटो काट्न टन्नै बाँकी छ अझै करिब 3 घन्टा चाहिँ हिँड्नुपर्छ होला हामी अझै माथि लेकतिर हिउँ परिरहेछ बरफ हेरौँ कति बजे पुगिन्छ है त गाइस अहिले त ठ्याक्कै तोलतोल आइपुग्यो यहाँ पनि हाँस पाले रहेछ यार
हामी चाहिँ सिसल आइपुग्यो होइन सिसलबाट बाइकमा जाँदैछौँ राति भइसक्यो ट्याक्सी पुगिन्छ होला आज बाइक प्याकिङ भइरहेछ नभए तपाईँ एउटा सिङ्गल बाइकमा गएन हजुर तपाईँ एउटा सिङ्गल बाइकमा गएन अर्को सिङ्गल बाइक मेरो धलो छ ट्याक्सी भयो गएपछि भेटौँ भाइ गएपछि यसो त हामी अहिले त यो कलाम जाने बाटोमा आइपुगेका छौँ पुलमा चाहिँ साँग्रो भएर बाइक तार्ने कार्यक्रम भइरहेछ 5 बाइक छ लाइनमा बाइक प्रो राइडर उहाँको बाइक चाहिँ लास्टको बाइक है अझ झरिहाल्यो भिडियो बनाउनलाई त्यहाँको धुवा आइपुग्यो तर हामीले भोलि फेरि सजिलो हुन्छ भन्नु भइसक्यो त्यही भएर ट्याक्सी अब तपाईँ अलिक मजाले बस्नु है अब डोल्मा छिर्न त्यति सजिलो छैन धेरै गाह्रो भइसक्यो ल करिब आधा घन्टाको राइड पछि पुगियो ट्याक्सी कुन होटल अरे काइरी काइरी यता यो कुन हो यो कर्ण सर झोला यहाँ छ यो यहाँ झोला सामान यो यार यस्तो सर यार घाँस जाडाले मार्यो सरहरू त्यहाँ बस्नु लिएर आउनु